दर्शकबिन नमस्कार। आज हामी तपाईहरु समक्ष भुन्टी टेलिसिरियलको छोटो रिभ्यू भिडियो लिएर उपस्थित भएका छौं। हो दर्शकबिन, अन्ततः भुन्टीले निकै दुःख पाएकी छिन्। उनले धोका पनि पाइसकेकी छिन्। आफ्नै श्रीपानले घात गरिसकेपछि उनी मर्न बाध्य भएकी थिइन्। र दर्शकबिन, उनी मर्नलाई भिरबाट हाम फाल्दै गर्दाखेरि टोकलेले बचाइसकेका छन् आफ्नो बहिनीलाई। उनले बहिनीलाई धेरै माया गर्छन्। तर चिठीमा पनि लेखेका थिए, दाइ तपाईहरुलाई मैले धेरै तनाव दिएँ र यी सबै कुराहरू आमा बुबालाई नभन्नु है भनेर उनले चिठीमा लेखेकी थिइन्। यी चिठीहरू लिएर भूपेन्द्रको घरमा पुगेका थिए टोकाले र भूपेन्द्रले दाइलाई पनि सबै कुराहरू भनिसकेका छन्। हेर्नुहोस्, तपाईको घरमा मेरी बहिनी आएको हुन सक्छ किनकि यो चिठीमा सबै कुराहरू लेखेका छन् र तपाईकै भाइले मेरो बहिनीलाई कहाँ पुर्याए भन्ने कुराहरू हामीलाई थाहा छैन। तर यो परिवारमा मलाई के गर्छु भन्ने कुरा म आफैलाई थाहा छैन किनकि मेरो बहिनीलाई जे केही पनि हुन सक्छ भनेर उनले बारम्बार धम्की दिइरहेका थिए। तर भूपेन्द्रको दाइले यति मलिन स्वर र यति मिठा स्वरमा भनेका छन्। हेर्नुहोस्, मैले सामाजिक सञ्जालमा पोस्ट गरिसकेको छु। यदि भेट्यो भने पुलिसले मलाई फोन गरेपछि हामी सँगै जाम्ला भनेर उनले एउटा सल्लाह दिइसकेका छन् भने यता टोकाले निकै रिसले चुर भएका थिए। र त्यसैले उनले भूपेन्द्रको गाडीलाई छेकेर पनि भूपेन्द्रलाई निकै चेतावनी दिएका छन्। तैँले मेरो बहिनीलाई जति तनाव दिएको छस्, जति टर्चर दिएको छस्, तँलाई त्यति धेरै टर्चर म पनि दिनेछु भन्दै गर्दा यता भूपेन्द्रले जवाफमा फर्काएका थिए, त जस्तो सडक छापले मलाई, मेरो नाम भूपेन्द्र हो, तैँले केही गर्न पनि सक्दैनस्, बुझिस् भन्दै उनले धम्काइदिएका थिए। हो दर्शकबिन, आफ्नो बहिनीलाई धेरै माया गर्ने टोकालेको सम्बन्धमा भने भूपेन्द्रले औँला उठाएका थिए। उनले नाजायज सम्बन्ध छ भुन्टी र तेरो भनेर उनलाई निकै तनाव दिएका थिए। तर यी कुराहरू पनि उनले चिठीमा लेखिसकेका थिए। हो दर्शकबिन, म मेरो पोइ बुढा हुन्, म जसरी भए नि माफी मागेर मेरो घरबार मिलाउँछु भनेर भुन्टी त्यहाँ गएकी थिइन्। तर पनि भूपेन्द्रले ती सबै कुराहरूलाई उनले बिर्सेर भुन्टीलाई घरबाट निकालिदिएका छन्। त अलाछिने हो भन्दै उनलाई निकै गालीगलौज गरेका थिए भुन्टीलाई भूपेन्द्रले। उनी केटीसँग लागेको कारण, केटीको मायामा एकहोरो भएका कारणले गर्दाखेरि आज यो व्यवहार देखाइरहेका छन् भुन्टीसँग। र दर्शकबिन, हिजो विगतमा पनि भूपेन्द्रले यस्तै व्यवहार गरिरहेका थिए। भुन्टी गर्भवती हुँदाखेरि पनि यस्तै देखाइरहेका थिए। भुन्टीलाई गर्भवती हुने अवस्थामा उनको पेटको बच्चा उनकै आमाले मार्दा पनि उनलाई मार्न कोसिस गरिरहेका थिए भूपेन्द्रले। यी सबै भने टोकालेले देखेका थिए। टोकालेले देखेपछि उनको ती कुराहरूलाई पत्ता लगाएर सबै कुरा भनिसकेका थिए र टोकाले मर्नबाट बचाएका थिए भुन्टीलाई। र दर्शकबिन, भूपेन्द्रले किन यस्ता बारम्बार यस्ता गल्ती गरिरहेका छन्, यी सबै कुराहरू भीमलाई थाहा भइसकेको छ। भीमले पनि आफ्नो दाइलाई भनिसकेका छन्, दाइ विगतमा पनि भूपेन्द्र दाइले यस्तै गर्नुभएको थियो र अहिले पनि त्यस्तै गरिरहनु भएको छ। के गर्नुभएको होला, मलाई त अचम्म लागिसक्यो। हाम्रो भुन्टी भाउजू गलत हुनुहुन्न, मलाई थाहा छ उहाँको बानी भन्दै गर्दा उनले दाइले पनि निकै सम्झाएर भनेका छन्, म एकपल्ट फेरि पनि सम्झाउँछु भूपेन्द्रलाई भनेर। र दर्शकबिन, यता भुन्टीको घरमा अर्थात् भुन्टीको सबै कुराहरूलाई उनीहरू समझदारी आइसकेका थिए। तर पनि यता टोकालेले सबै कुराहरू भन्दा भुन्टी कहाँ गइन् भन्ने कुरामा निकै चर्चा परिचर्चा भएको थियो। र दर्शकबिन, यता भूमिकाको बिहे नजिकै गर्दा उनकी आमा बालकुमारीले छोरीलाई सुन बेचेर भने बिहा गरिदिन्छु भनेर उनले सोचेकी थिइन्। तर सुन सबै नक्कली भइसकेपछि उनकी आफ्नै बुहारीलाई आएर सोधेकी थिइन्, बुहारी यो सुन त तिमीले अरूलाई ल्याइदिएको थियो कि क्या हो, यो त मलाई पो परेछ, यो त नक्कली रहेछ भन्दै गर्दा उनले पनि भनेकी थिइन्, तपाईँको त सक्कनी सुन लाउने औकात पनि हुनु पर्यो नि सासु आमै, तपाईँलाई यो नक्कली पनि धेरै भयो भनेर उनले भनिरहेको बेलामा यता भूपेन्द्रको आमालाई उनले त्यस्तै जवाफ लगाइरहेकी थिइन्। तर पनि उनीले सबै कुराहरू सम्झेर उनकी बहिनी अर्थात् भूमिकाले पनि भनिरहेकी थिइन्, भाउजू तपाईँ कोसँग बोल्दै हुनुहुन्छ भन्दै गर्दा उनले भनेकी थिइन्, मलाई तपाईँले संस्कार सिकाउने, तपाईँले आफ्नो जवानी त सम्हाल्न सक्नु भएन भने मलाई संस्कार तपाईँ सिकाउँदै हुनुहुन्छ भनेर उनले जवाफ दिएकी थिइन् र उनले ससुरालाई पनि जवाफ फर्काइसकेकी छिन्। हो दर्शकबिन, ससुरबा मलाई यसरी रीतिरिवाज संस्कार सिकाउने मान्छेले त आफ्नो छोरालाई पनि केही सिकाउनु नि। आफ्नो छोरा भूपेन्द्र बिग्रेर हिँडेको देख्नु भएन तपाईँले, मैले बोलेका कुराहरू देख्नुभयो गर्दा उनी निकै नाजवाई भएका थिए। तर भुन्टीले कहिले पनि आफ्नो सासु ससुरा र नन्दा कहिले पनि यसरी मुख फर्काइनन्। र दर्शकबिन, उनले सधैँ आफ्नो घर व्यवहार र आफ्नो पोइ बुढाको सम्मानका साथ बोलिरहेका थिए र यति धेरै पीडा पनि दिएका थिए भुन्टीलाई। र दर्शकबिन, उनले सबै कुराहरू भनिरहेका थिए, उनले सबै कुराहरूलाई सम्झिरहेका थिए। तर पनि बारम्बार यस्तै कुराहरूले गर्दा आज भुन्टी घर छोडेर हिँड्न बाध्य भएकी छिन् र यी सबै कुराहरूले गर्दा आज भुन्टीले ज्यान फाल्न बाध्य भएकी छिन्। र दर्शकबिन, हामीले तपाईहरु समक्ष ल्याएको यस रिभ्यू कस्तो लाग्छ, तपाईहरु समक्ष पूर्ण अर्को रिभ्यू भाग 290 लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि मलाई पनि बिदा दिनुहोस्। हस्त, जय नेपाल।